वेलकम छ हजुरलाई मेरो ब्लगमा। सबैजना सन्चै हुनुहुन्छ होला, हामी पनि सन्चै छौँ। आज चाहिँ हामी स्विमिङ गर्न जान लागेको। ह्याप्पी सन्डे। यो चाहिँ बिरोटा चोक हो। बिरोटा चोकदेखि लेफ्ट लाग्ने यो चाहिँ लेक साइड जाने रोड भयो। हामी चाहिँ लेक साइडको किनार किनार हुँदै जाँदैछौँ पामे भन्ने ठाउँमा। अनि हजुर सबैजना लेक साइड नछोडिकन किनार किनार हुँदै लेक साइडको मजाले स्ट्रेट रोडमा आउनु होला। बिचबिचमा हल्का बाटो खराब छ। यो चाहिँ हेर्नुस् हामी चाहिँ भकुण्डो भिलेज आइपुग्यौँ। भकुण्डो भिलेजदेखि भित्र लाग्ने। ल गाइस, यो चाहिँ पामेको पुल हो। यो पामेको पुलदेखि स्ट्रेट पिच रोड नलागेर हामी चाहिँ लेफ्ट लाग्छौँ कच्ची रोडतिर। सबैजना कच्ची रोडतिर लाग्नु होला। हल्का कच्ची रोडदेखि त्यसरी थोरै पिच रोड आउँछ। पिच रोड हुँदै सिधा फेरि अर्को पुल आउँछ। त्यो पुल चढे भ्याएपछि अनि लेफ्ट कच्ची रोड नलागेर चाहिँ हामी पिच रोड लाग्छौँ माथि उकालोतिर लाग्ने। अनि उकालो हुँदै सिधा स्ट्रेट त्यसपछि जङ्गल आउँछ। जङ्गल भ्याइएपछि सानो गाउँ आउँछ। गाउँको स्ट्रेट रोड नलागेर हामी चाहिँ कच्ची रोडतिर लाग्ने। यता चाहिँ अलि धेरै नै कच्ची छ। अलिअलि अपरोड हुँदै परसम्म स्कुटी हामीले यतै राख्दा पनि हुन्छ, तर पर राख्दा पनि हुन्छ। हामी चाहिँ स्कुटी लगेर गएको यहाँ पारेर। हामीले चाहिँ स्कुटी पार्किङ गरेर चाहिँ हामी लाग्यौँ पैदल यात्रा। मैले चाहिँ भान्जालाई बोकेछु। हामी चाहिँ लाग्यौँ सुई पारेर पैदल यात्रा माथि। र हामी चाहिँ धेरै माथि जाँदैनौँ, नजिकै खेल्न लागेको। यो चाहिँ हाम्रो डेस्टिनेसन हो। हामी चाहिँ यही हो स्विमिङ गर्ने ठाउँ। बवाल छ साथीहरू। पानी चिसो मानेर हैरान भए यहाँ फेरि रेडी भइसके। राखेर बस्यो अनि स्विमिङ पुल देखेर मान्छेहरू यस्ता चाहिँ अर्को ठाउँमा आयौँ, किनभने त्यहाँ मान्छे धेरै भएर कमी यता। यहाँ चाहिँ सुरुमा मलाई जान चाहिँ डर लागिरहेछ। यहाँ पानी खतरा स्पिडमा थियो। मान्छे चाहिँ डर लागेर बसेछन् साइडमा नखेलेर। अनि मैले फेरि आउ खेल्न भनिरहेको थिएँ। म चाहिँ डाइभ हानिसकेँ फेरि चुलुम्म पारेर। मलाई फेरि खेल्न आउन्न हल्का हल्का स्टाइल मेरो पारा देखाएको मैले फेरि। यहाँ साइडमा मान्छे फेरि डराएर बसेछन्। आउ भनेको टिर्दैन नामलाई। हामी चाहिँ यहाँ डरले माथितिर चढ्दैछु। म दादाले मलाई उल्टो हालेर खसालिदिनुहुन्छ। म चाहिँ डर मान्छु। त्यसपछि मेरो डाइभ फेरि सुरु हुन्छ। हाम फालिदिन्छु मैले फेरि पक्का लाएर। अनि हामी चाहिँ अलिअलि खेलेर भ्याउँछौँ। गाइज हाम्रो चाहिँ चटपटे रेडी हो। यता कोक खाँदैछन्। यहाँ कोकवाली बनाउँछ। गाइज यो चाहिँ कोक है हाम्रो चटपटे। मान्छे खाना सुरु गरिसके। कोही पारी गरेर बसेछन्, कोही वारी चटपटी पनि खाएर भ्यायौँ। अब चाहिँ हामी लाग्यौँ आफ्नो गन्तव्यतिर, आफ्नो घरतिर। के गर्नु गाह्रो छ, बच्चासँग आएपछि छिटो दुगुर्नुपर्छ। गाइज बाई बाई। हामी चाहिँ लाग्यौँ यहाँदेखि। अब चाहिँ हामी जान्छौँ घरतिर। बाई बाई। हजुरहरू यहाँ आउने होला यहाँ स्विमिङ गर्न। ल गाइज हामी चाहिँ घर आइपुग्यौँ। यस्तो थकाइ लागेछ। अलिअलि स्विमिङ गरेर थकाइ लाग्छ, त्यो त सबैजनालाई थाहा होला। अब एकछिन सुत्नुपर्छ जस्तो छ। सबैजनाले मेरो भिडियो लाइक गरिदिनु होला, मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु होला। नेक्स्ट टाइम अब हामी कहाँ जान्छौँ स्विमिङ गर्न हजुरलाई म देखाइहाल्छु। बाई बाई। किप लभिङ एन्ड वाचिङ माई भिडियो। बाई बाई।